स्टार्ट भयो ल खै त म देखेँ नि त त्यहाँ छ के तिमीले राम्रो देखिरहेछौ ल ल है त हेलो नमस्ते एभ्रिवान इट्स मी योगेश मुखिया अनि मेरो साथमा चाहिँ हुनुहुन्छ म चाहिँ कलाम हुसैन होइन नामै गापी छ मान्छेको सो आज चाहिँ हामी धेरै लामो समयपछि चाहिँ यसो घरमा भेटघाट छ होइन त्यही मौकामा चाहिँ हामी पोडकास्ट सुट गरौँ केही गफ गरौँ भनेर आएका छौँ केही नयाँ कुरा ट्राई गर्ने भनेर अनि सो त नयाँ कुरा ट्राईमा चाहिँ आज तपाईँ मसँग के कुरा गर्न चाहनुहुन्छ ल भन्नुहोस् त यदि अब त्यही हो हाम्रो अब नर्मल लाइफ कसरी गइरहेको छ चलिरहेको छ त्यो सब नै हो अब लाइक मान्छेहरूलाई नर्मल लाइफ एन्ड नर्मल कुराहरूमा चाहिँ त्यति इन्ट्रेस्ट जाँदैन र आज चाहिँ मसँग चाहिँ टपिक छ ओके सो त्यो टपिक चाहिँ के छ भन्दाखेरि आई अलवेज आस्क यु एभ्री क्वेसन त्यो चाहिँ फर्स्ट होइन यार तिमीलाई जे सोध्नु छ तिमी सोध्दा हुन्छ टु बी फ्र्याङ्क म भनेको एकदम फ्र्याङ्कली मान्छे हो मैले कहिले पनि कुरा लुकाएको छैन के कुरा जे छ त्यो सोद्धा हुन्छ मलाई फरक चाहिँ पर्दैन म जेन्युन आन्सर पनि दिने अनि आज म तपाईँलाई हाउ चाहिँ फर्स्ट एक्सपिरियन्स लाइक वाट होइन फर्स्ट एक्सपिरियन्स भनेको अब के कुराको एक्सपिरियन्स भन्न खोजेको तिमी त्यो त अब त्यो भन्नु पर्यो नि तपाईँको माइन्डमा ल मैले हाउ चाहिँ फर्स्ट एक्सपिरियन्स भन्दा चाहिँ के आयो त्यही अब मैले लाइफमा गर्नुपर्ने कुराहरू एकदम धेरै गरेको छु अब कुन कुराको तिमी एक्सपिरियन्स लाइक जबको कि के को हो त्यस्तो खोलेर त भन्नु पर्यो नि त मैले तपाईँलाई क्वेसन सोद्धाखेरि हाउ चाहिँ फर्स्ट एक्सपिरियन्स भन्दा चाहिँ माइन्डमा चाहिँ के वाला चाहिँ भाइब छ त्यो वाला चाहिँ चाहिरहन्छ अब एक्सपिरियन्स भनेको अब केटा मान्छे हो कस्तो एक्सपिरियन्स के को एक्सपिरियन्स सोध्न खोजेको त्यही चाहिँ मैले बुझिनँ कि खासमा सो मेरो अडियन्सहरूलाई चाहिँ कुनै कन्फ्युजन नहोस् लाइक आइ एम गोइङ टु आस्क यु हाउ चाहिँ फर्स्ट एक्सपिरियन्स इन क्यानाडियन जब फिल्ड ल मैले यो सोचेँ अब त्यस्तो एक्सपिरियन्स भनेको अभियसली हामी नेपालीमा होइन नेपाल र क्यानाडाको तुलना गऱ्यो भने एकदम धेरै धेरै भाष नै डिफ्रेन्ट रहेछ सो नेपालको लाइफ भनेको अब त्यही हो केटा लाइफमा नेपालमा पैसा नभएपछि त केही छैन अब क्यानाडा आएपछि कमाइन्छ अलि रमाइलो गरिन्छ कम्पेयर टु नेपालमा क्यानाडा धेरै अगाडि छ त्यो एकोर्डिङ चाहिँ अब कमाइ र यहाँको जुन इन्भाइरोमेन्ट छ नि त्यसमा धेरै एकदमै चेन्जिङ छ होइन लाइक मैले चाहिँ खोज्न खोजेको तपाईँ पहिलो दिन काम गर्न जाँदाखेरि चाहिँ हजुरलाई कस्तो वाला महसुस भयो लाइक मेरो इन माई ओपिनियन चाहिँ मेरो के भइरहेको थियो भन्दाखेरि फर्स्ट दिन नै म लाइक एकदम क्लियरली भन्नुपर्दा वासरुम सफा क्लिनिङमा परेको थिएँ ओके अनि इभन कि मैले घरमा झाडु हाल्न जानेको मान्छे अनि त्यो भइसकेपछि वासरुम क्लिन गर्ने बेलामा त्यो वासरुमको छिटा चाहिँ मेरो मुखमा आएको थियो एन्ड द्याट वाज माई वर्स्ट एक्सपिरियन्स होइन त्यो कामको चाहिँ अनि त्यो दिनमा चाहिँ मलाई के रियलाइज भएको थियो भन्दाखेरि ल मलाई त्यत्रो पढेर पनि लास्टमा आएर यो आयो भनेर चाहिँ म त्यो हुन्छ नि एकदम काम पनि पायो तर पनि सिधै अब हाउसकिपिङमा चाहिँ काम गर्दाखेरि सिधै वासरुम हुँदा चाहिँ त्यो बेला चाहिँ एकदमै ब्याड एक्सपिरियन्स भएको थियो लाइक द्याट हजुरको चाहिँ हुन्छ नि ल काममा चाहिँ लास्टै रमाइलोवाला फिल आयो कि तपाईँ पनि लाइक इन्जिनियरिङ गरे होइन युआर अल्सो इन्जिनियर है अनि त्यो भइसकेपछि तपाईँलाई यहाँको लाइक फर्स्ट डे अनि फर्स्ट काममा चाहिँ अनि त्यो सुवाले भनेको बोली सुन्दा अनि त्यो भन्दा चाहिँ तपाईँलाई कस्तो चाहिँ मलाई भाइब्स आयो क्या त्यो बेलामा चाहिँ त्यो भाइब्स भन्नाले मेरो यो चाहिँ पहिलो जब चाहिँ होइन योभन्दा अगाडि चाहिँ आउट अफ कन्ट्री त्यो दुबईमा मैले काम गरिसकेका थिएँ अनि त्यो टिमवर्कमा काम गर्दाखेरि अनि कसैको अन्डरमा काम गर्दाखेरि मैले त्यो भोगिसकेको छु अनि त्यही भएर खासै मलाई त्यस्तो भास त लागेन तर एज अ कामको कम्पेयर गर्दाखेरि चाहिँ मैले दुबईमा काम गर्दा एकदम राम्रो लेभलमा काम गरेको हो तर यहाँ आएर अलिकतालाई कन्जेस्टेड भएर काम गर्नु पर्यो भनेर सोचे जस्तो जब चाहिँ पाएन सुरुमा अब आउन बित्तिकै जब चाहिहाल्ने हो किनकि हाम्रो फाइनेन्सली भनेको एकदमै स्ट्रङ चाहिँ हुँदैन अरू जस्तो त्यही भएर अलिकता कन्जेस्टेड चाहिँ भयो बट इट्स ओके आउन बेलामा एउटै कम्पनीमा काम गरेको हो आउँदाखेरि मैले चाहिँ फर्स्टमा पाउने भनेको डिसवासिङ एरिया हो त्यहाँ गर्दाखेरि अहिले पनि त्यही गर्छु त्यति खासै मलाई लागेन अब आउने हो काम गर्ने हो पेट पाल्नलाई जे पनि गर्नै पर्छ भनेपछि तपाईलाई काम डजन्ट म्याटर लाइक वी हैव द मनी हैन पैसा भनेको एकदम ठुलो इम्पोर्टेन्ट हो तपाईको मेन थिम चाहिँ के भयो भन्दाखेरि चाहिँ काम चाहिँ जस्तो भए पनि गर्ने तर चाहिँ मेन भनेको चाहिँ पैसा हुने पर्यो भन्ने माइन्डसेट पैसा चाहिँ जहाँबाट भए पनि मलाई बसी पनि पैसा आयो भने के भए पनि म बस्न सक्छु कि तर पैसा चाहिँ हुनु पर्यो तर मैले धेरै मान्छेहरू देख्छु होइन तपाईँको हुन्छ नि इन नेपाली कम्युनिटी टु होइन मान्छेहरू कामको लागि चुजी हुन्छ क्या हुन्छ नि दे हाभन्ट लाइक जिरो ब्यालेन्स इन द एकाउन्ट अनि तर पनि
कामको लागि चाहिँ चुजी क्या हुन्छ नि यो मैले काम गर्दैन यो गर्छु अनि लाइक त्यो चाहिँ मलाई एकदमै अलिक नराम्रो लाग्छ किनकि यहाँ लाइक 0 देखि सुरु नभएसम्म चाहिँ लाइक हाई 1 मा पुग्न चाहिँ एकदमै गाह्रो हुन्छ नि त सो त्यही भएर चाहिँ मेरो पहिलो कामको एक्सपिरियन्स त्यो थियो तर पनि म त्यो कामलाई चाहिँ एकदम धेरै एक्सपेक्ट नै गरेँ हैन म ल अनि हामी चाहिँ कहाँ आएको थियौँ है तपाईँको लाइक त्यो दुबईवाला केटी काण्ड भन्दै हुनुहुन्थ्यो नि दुबईको कुरा हुँदै थियो अनि त्यो एक्सपेक्टेसन मिट नभएर बुढाबुढीमा पैसाको तनाव अनि एउटा बेटर लाइफ नपाएर झगडा हुने अनि त्यसपछि बाहिर जाने होइन अप्सनमा भने बाहिर हाम्रो नेपालबाट केटी जातिहरू बाहिर जाने भनेको त्यही खाडी मुल्कहरूतिर त हो अनि मैले दुबईमा चाहिँ के हेरेँ भने धेरै मोस्टली चाहिँ डिभोर्स भर्खरको केटी तर डिभोर्स गरेको अनि एट द एन्ड तपाईँलाई त डिभोर्स भनेको कारण चाहिँ के जस्तो लागिरहेछ कारण चाहिँ त्यही हो अब एक्सपेक्टेसन फाइनेन्सियल केटाको केटा एकदमै फाइनेन्सियली लुज भएर अनि त्यसपछि केटीहरूलाई चाहिँ डिजायरहरू पुरा गर्न नसकेर जस्तो लाग्छ कि डिजायर भन्नाले चाहिँ कुरा के हो भन्दाखेरि एक्ज्याक्ट चाहिँ त्यो फाइनेन्सियल अनि डिजायर नै हुँदैन अननेचुरलिटी भनेको पैसाले चाहिँ तुलना गर्ने होइन अननेचुरली उसको मन र उसको मन दुईजनाको बिचको मन नमिलेको पनि हो कि लाइक दे फिल सो रिग्रेट कि वाइ आई डिड दिस म्यारिड होइन किनकि अनि त्यस्तो भनेको चाहिँ लाइक मैले अलिक ढिलो बे गरेको भए चाहिँ योभन्दा बेटर मान्छे पाउँथ्यो होला खालको सोचले चाहिँ जस्तो लाग्छ उहाँ चाहिँ फेरि अनि फेरि मलाई यो कुरा के भन्दाखेरि 2-3 जना त्यस्तो भेटेँ एकजनासँग मैले बोले पनि त्यो केटी एकदम राम्रो बुझेको एकदम ज्ञानी भएको रूपरङ पनि सबै मिलेको त्यो पनि डिभोर्स भएको त्यो चाहिँ अचम्मको कुरो भयो त्यसमा चाहिँ उसले भन्यो नि त उसको लाइक डिभोर्स हुनेको कारण चाहिँ के भने अनि मैले धेरै अब प्रश्नलाई हरेक कोहीले सेयर गर्दैन अनि धेरै अलि अब एक ठाउँमै काम गरेपछि चाहिँ यसो बोल्दा बोल्दै अनि उसले चाहिँ ल ठिक छ यो मान्छेलाई चाहिँ सेयरिङ गर्नुपर्छ के फरक पर्दैन भनेर अनि उसले मलाई भन्यो हतारमा बिहे भयो हतारमा बिहे भएपछि बेबी पनि भयो आफ्टर सम टाइम्स थाहा भयो कि अहिले यति छिटो बिहे गर्नु पर्ने उसको बुढो चाहिँ फेरि रक्सीहरू गर्ने लाइक यो कुरामा चाहिँ लाइक बिहे गर्नुभन्दा अगाडि चाहिँ लाइक एक्लै अर्कालाई जानेर बिहे गरेको राम्रो अनि टाइम दिएर बिहे गरेको राम्रो एटलिस्ट लाइक तपाईँले भने तपाईँको रिलेसनसिप 4 वर्षको भन्नुभयो होइन एटलिस्ट 4 वर्ष चाहिँ आफूले आफूलाई रिलेसनसिपमा राखेर होइन कतिको हामीले एकाअर्कालाई बुझ्न सक्छौँ कतिको हामीले एकाअर्काको हात थाम्न सक्छौँ होइन त्यो गरेर बिहे गरेको चाहिँ राम्रो जस्तो हो भनेपछि अब मलाई चाहिँ यो सब बुझ्नमा 4 वर्ष लाग्यो त्यसपछि बिहे गरेको र उसको कुरा गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि 3 महिना रिलेसनको 3 महिना भएको थियो त्यो बिचमा चाहिँ जति हुनुपर्ने दुईजनाको बिचमा त्यो भइसकेको थियो अनि ओभरअल त्यसले के सोचे कि ल ठिक छ सबै भइ नै सक्यो भने बिहे किन नगरौँ गर्ने हो भनेर अनि ऊ रेडी भएको अनि बिहे पनि भयो भागेर बिहे त्यो पनि राम्रो तपाईँको तर आजभोलि मैले एकदमै हाम्रो 10 जस्तै अहिले 8, 9, 10 मा पढ्ने केटाकेटीहरू हुन्छ नि उनीहरूमा चाहिँ के देखिरहेको छ भने आज लभ पर्यो अनि चाहिँ भोलि चाहिँ बिहे अनि मोस्ट अफ द मेरो गाउँमा पनि त्यस्तै भइरहेको चाहिँ छ क्या हुन्छ नि मान्छेहरू लाइक बिहे भनेपछि एटलिस्ट मेरो माइन्डमा चाहिँ अहिले के आउँछ भने चाहिँ बिहेपछि मैले गर्ने चाहिँ के होला जस्तो दिमागमा आउँछ क्या किनकि बिहे चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि बिहे भनेको चाहिँ लाइक आफ्टर माई मम होइन मेरो आमापछि चाहिँ मेरो बुढी भनेको चाहिँ दोस्रो चाहिँ रूप हो होइन मेरो आमाको दोस्रो रूप चाहिँ मेरो बुढी हो र मैले उसलाई चाहिँ त्यो खालको चाहिँ दर्जा दिएर राख्नुपर्छ को लागि त्यस्तो खालको केटी पाउनुको लागि अलिक टाइमै लाग्छ जस्तो लाग्छ क्या सो हुनाले चाहिँ बिहे भन्दा यतिकै म सपनामा पनि मेरो बिहे भएको देख्यो भने चाहिँ म डराइरहेको हुन्छु कि वाइ माई फ्यामिली फोर्स मी टु डु म्यारी भन्ने जस्तो लाग्छ कि हुन्छ नि किन गरिदियो मेरो बिहे अनि घरमा झगडा गरिरहेको हुन्छ क्या त्यो तर अहिले चाहिँ मान्छेहरूमा चाहिँ कस्तो छ भन्दाखेरि 8 वर्षमा 8 क्लासमा 9 क्लासमा 10 क्लासमा पढ्दा बित्तिकै लभ गर्ने अनि लभलाई चाहिँ एकदमै छिटो बिहेमा त्यो उसको चेन्ज गरिसकेपछि चाहिँ अनि मान्छेहरूमा चाहिँ कस्तो भन्दाखेरि चाहिँ अनि फाइनेन्सियली कन्डिसन पुग्दैन अनि त्यसपछि केटाकेटीहरू चेन्ज हुन्छ केटा अर्कोतिर आकर्षित भइहाल्छ केटी अर्कोतिर आकर्षित भइरहेको हुन्छ त्यो भएर चाहिँ अहिलेको टाइम डिभोर्स रेटहरू पनि बढ्ने होइन अनि त्यसपछि वुमेन भाइलेन्स जतिले लिएर सबै कुरा बढिरहेको त्यो जस्तो लाग्छ क्या मलाई चाहिँ मैले चाहिँ बुझेको कुरा यो 7, 8, 9, 10 मा पढ्ने भनेको अनि लभ पढ्ने भनेको त्यसलाई लभ चाहिँ भन्न मिल्दैन आकर्षण त्यही एटेन्सन नै तपाईँको एटेन्सन नै म्यारिजमा चेन्ज भइरहेछ क्या त्यो हुनाले चाहिँ सबै कुरा आफ्नो लाइफको जुन फिलफल गर्ने कुरा जुन हुन्छ नि त त्यो गर्नलाई मान्छेले अब लिगली वेमा गर्नलाई लाइक बिहेमा परिवर्तन गरिदिन्छ हुन त त्यो मेच्योर हुँदैन त्यो म्याच्योरिटी पनि भन्दैन त्यसलाई तर त्यो हतारमा गरेको एउटा हतारको डिसिजन चाहिँ एकदमै रङ हुन्छ जस्तो लाग्छ बिहे गर्नु
लाइक एटलिस्ट मलाई चाहिँ अब म 25 हुन लागिसकेँ होइन, एटलिस्ट मलाई चाहिँ लाइक अझै 5 वर्ष चाहिँ म ढिलै 5 वर्ष चाहिँ मेरो लागि चाहिन्छ है, किनकि अर्निङको लागि पनि आफ्नो करियर सेटको लागि पनि सबै कुराको लागि चाहिँ जस्तो लाग्छ क्या, हुन्छ नि लेट म्यारिज बट बेस्ट म्यारिज भन्ने कि म चाहिँ त्यो चाहिँ हुनुपर्छ एउटा। अब म्यारेज गरेपछि पनि अब एउटा रेस्पोन्सिबिलिटी लाइक अहिले नै एटलिस्ट अहिले चाहिँ मलाई कस्तो लाग्छ भन्दा मेरो एज भनेको चाहिँ बिहे गरेर बुढीसँग रमाउने खालको चाहिँ अझै भएको छैन। मेरो बाआमासँग नै मेरो फ्यामिली नै इम्पोर्टेन्ट हो, उनीहरूसँग नै केही टाइमहरू स्पेन्ड गर्नुपर्छ। एटलिस्ट मेरो आमालाई मेरो बाउलाई चाहिँ गतिलो लाइफ चाहिँ होइन गतिलोसँग संसार देखाएर बल्ल बुढीलाई चाहिँ म डोराउँछु भन्ने खालको चाहिँ मेरो चाहिँ त्यो खालको थट आउँछ क्या। अनि त्यही भएर मलाई छिट्टै बिहे गर्ने अनि छिट्टै छोराछोरी बनाउने अनि छिट्टै चाहिँ त्यो फ्यामिलीको भार चाहिँ अलिक अझै उमेर भएको छैन जस्तो खाले चाहिँ भने यो कुरामा चाहिँ पनि एउटा के सत्य के हो भन्दाखेरि दुईजना चाहिँ रिलेसनमा भएपछि चाहिँ अब रिलेसन डिप हुन्छ भने चाहिँ अब जस्तो भयो भने छुट्टिन चाहिँ चाहदैन पहिलो कुरो त्यो पनि हो तपाईँको। त्यो डरले पनि नछुट्टिने डरले पनि छिटो बिहे लास्ट अप्सन भनेको बिहे नै हो। अनि त्यही भएर पनि बिहे गर्छ। पहिला लाइक मेरो चाहिँ कस्तो हुन्छ भन्दाखेरि वान टाइममा चाहिँ यति थोरै अलि आफूभन्दा लाइक बढी कास्ट हुन्छ नि, त्यो नेपालमा हुन्छ नि त्यो कास्ट सिस्टम होला। अनि त्यस्तै अब ब्राह्मण कास्टको केटीसँग लभ पऱ्यो भने चाहिँ मैले उनीहरूलाई के भन्थेँ भन्दाखेरि चाहिँ ल रिलेसनसिपमा बसौँ होइन, अनि त्यो हाम्रो फ्यामिली प्रब्लम हुन्छ के प्रब्लम हुन्छ भन्ने होइन उनीहरू, अनि बिहे गरौँ बच्चा पाऊँ त्यसपछि केही नै हुँदैन भन्ने मजा। किनकि त्यो बिहेमा नै के भन्दा मैले त्यो दायाहरूबाट सिकेको यो चाहिँ होइन, प्रायः जस्तो मोस्ट अफ द दायाहरूले चाहिँ कस्तो गर्ने भन्दाखेरि चाहिँ यस्तै अप्पर लोवर कास्ट भयो भने चाहिँ ल बिहे गर्ने अनि त्यसपछि बच्चा छ भन्ने पेटमा, अनि त्यसपछि चाहिँ अनि त्यो भएपछि त फ्यामिली न डिभोर्स गर्न खोज्छ न चाहिँ छुट्याउन खोज्छ नि त। अनि त्यो चाहिँ सोच आउँछ क्या मेरो त्यो बेलामा चाहिँ त्यो भनेको बच्चा दिमाग बच्चा बित्दिन्छ चाहिँ। अब मलाई चाहिँ के लाग्छ भने एउटा रिलेसनसिप भनेको दुईजनाको बिचमा हुँदैन, किनकि दुईजनाको बिचमा एउटा रिलेसनसिप भयो भने चाहिँ त्यो त्यहाँ फ्यामिली हुँदैन। अनि एउटा फ्यामिलीको लागि सबै कुरो मिलेको हुनुपर्छ। अब त्यो लाइक केटीले पनि आफ्नो आमा बाबालाई छाड्न चाहन्न, केटाले पनि आफ्नो आमा बाबालाई छाड्न चाहन्न। अब त्यो सबै मिट गर्नलाई के गर्नुपर्छ भने एउटा राम्रो रिलेसनसिप स्टार्ट बिल्डअप गर्नुपर्छ। टाइम लाग्यो भने लागोस् फरक परेन, तर बिल्डअप चाहिँ राम्रो गर्नुपर्छ भन्ने कुरो म भन्छु है। त्यो यस्तो हुँदा अहिले प्रेममा नि आजभोलि लाइक मलाई हाम्रो जेनेरेसन चेन्ज भयो जस्तो लाग्थ्यो होइन, किनकि अब भनेको मान्छेहरूसँग विवेक आयो होइन जस्तो लाग्छ। र अझै पनि मान्छेहरू नि त्यो पहिलाकै जुन कुराहरू बाउले फलो गर्यो हजुरबाले फलो गरे त्यहीमा लागिरहेको छ। जस्तै अहिले तपाईँहरूले कति चाहिँ तपाईँहरू आफूलाई त्यो कुराहरूले चाहिँ महसुस गर्नु भएको छ। जस्तै यति ठुलो कास्टको केटी पऱ्यो र सानो कास्टको लभ गऱ्यो भने चाहिँ त्यहाँ सबैभन्दा ठुलो मेन प्रब्लम भने चाहिँ कास्ट अनि त्योवाला चाहिँ म्याटर हुँदो रहेछ क्या। अनि त्यो हुनाले चाहिँ त्यसले चाहिँ तपाईँको हेल्दी रिलेसनसिप जति नै राम्रो बनाउनुहोस् र एट द इन आएर तपाईँहरू छुट्टिनै पर्छ क्या त्योवाला चाहिँ। त्यही भएर म अलमोस्ट भन्छु यो सबै जुन डिसिजन हुन्छ नि कास्ट रिलेटेड प्रब्लमहरू त्यो बिगिनिङमा सुरुवातै तिमी सबैजना क्लियर त्यो क्लियर पनि हुँदैन। कस्तो हुन्छ भन्दाखेरि केटीहरू पनि अब लाइक केटीहरू प्रेममा एक न एउटा न एउटा स्वार्थ नभिन्न मान्छेहरू रिलेसन बस्दैन। लाइक केटालाई केटीको बानी मनपर्छ होला, केटीलाई केटाको फ्रेम र नेम मनपर्छ होला होइन, अनि नेपाल त्यस्तै अपोजिटवाला चाहिँ हुन्छ होइन। त्यो भइसकेपछि त्यो बेलामा सबै कुरा ठिक हुन्छ होइन, प्रेम गर्ने बेलामा अब बस्ने रिलेसनसिपको टाइममा चाहिँ सबै कुरा ठिक हुन्छ। तर एट द एन्ड म्यारिजमा चाहिँ मान्छेहरू चाहिँ अलिक जिताउने पैसाहरू चाहिँ हुन्छ, केटा होस् केटी होस्। त्यो अब बिहे भनेको चिजै यस्तो हो, अब जहिले पनि अब बिहे भनेको एउटा सेफ जोनमा जानु नै हो एक हिसाबले त्यस्तो। अनि त्यही भएर मैले कसैले पनि यस्तो खालको बिहे गर्नुपर्छ होइन, पहिला सुरुमा कसैलाई नभन्ने रिलेसनसिपमा बस्ने टक्क लगाएर बिहे गरिदिने सेपरेटली कोर्ट म्यारेज, त्यसपछि बच्चा पाइदिने न कसैलाई छिटो न कसैलाई छिटाउला क्या। त्यो भएर अहिले चाहिँ म दिन्छु। मलाई चाहिँ एक्ज्याक्टली त्यो पनि लागेन। मैले भनेको एकदम प्योर गरेको 4 वर्ष केटालाई बुझेको 14 वर्षको लास्टमा चाहिँ पहिला आफ्नो फ्यामिलीमा इन्फर्म गरेर चाहिँ उसको फ्यामिलीमा मैले इन्फर्म गरेको। उसको फ्यामिलीले ल ठिकै छ एकचोटि कुराकानी फ्यामिली बिचमा गर्नु न, अनि त्यसपछि दुवै फ्यामिली बसेर कुराकानी गयो सबै मिट भयो अनि त्यसपछि बिहे भएको। सो तपाईँले चाहिँ जस्तै हाम्रो नेपालमा कल्चर हुन्छ नि त सबै केटाको फ्यामिलीहरू गएर केटीको घरमा गएर माग्ने हुन्छ नि, तपाईँले चाहिँ आफै गएर माग्नु भएको थियो? कुरा फेरि हाम्रो तराईतिर चाहिँ के हुँदो रहेछ भन्दाखेरि
केटाले चाहिँ केटीको हात माग्न चाहिँ जाँदैन, केटी तर्फबाट चाहिँ केटालाई हात माग्न आउने हो। तपाईँकोमा केटीहरू केटामा घरमा आउँछ? केटीपट्टिबाट केटाको घर पहिला आउने हो हुन। अब त्यस्तो तराईतिर चाहिँ थर्ड छ अनि त्यस्तै भएको पनि हो। अनि उहाँहरूलाई अनि यसो तपाईँहरूको भनेपछि भाउजूको बाबाहरू तपाईँको घरमा माग्न आउनुभयो? पहिला चाहिँ माग्नुभन्दा पनि पहिला बुझ्न हेर्न आउनु भएको हो। बिहेको डिसिजन त पछि लिएको हो नि त। अनि एक्चुअली फ्यामिली के छ कसो छ ब्याकग्राउन्ड। सो तपाईँहरू यो सम्बन्धमा हुने बेलामै तपाईँहरू चाहिँ तपाईँको उहाँको बाबा चाहिँ तपाईँको घरमा आउनुभएको थियो? रिलेसन यसो होइन, रिलेसन भएको बेलामा चाहिँ होइन, यसो अब लाइक हामी रिलेसनमा थियौँ। अब बिहे गर्ने डिसिजनमा पुग्यौँ। अनि बिहे गर्ने डिसिजनमा पुगेपछि चाहिँ दुईजनाको सल्लाहले अब घरतिर भन्नु पर्यो है भनेर अनि उता मैले नै भनेको। पहिला चाहिँ म आफ्नो बुढीपट्टि गएर भनेको, मनाएको, जे छ जस्तो छ, जे जति बुझ्नु छ एकचोटि हेर्नु, अब तपाईँलाई ठिक लाग्यो भने छोडिदिनु, दिनु, नभए चाहिँ नदिनु भनेर मैले सल्लाह गरेको हो। ओभरअल उहाँहरूले पनि के टाइम लियो डिसिजन गर्नुभयो। अनि त्यसपछि चाहिँ एउटा सानो बिजनेस कुराले गर्दा तराईतिर आउनुभयो। अनि तराईतिर आएपछि ल त्यसमै अब के उता पनि घुमेर आउन त बुझेर आउन त भन्ने कुरा भयो। अनि भनेपछि तपाईँको घर हेरेर तपाईँको सबै कुरा बुझेर ल यतिको केटा चाहिँ मेरो छोरीको लागि चाहिँ यतिको केटा चाहिँ ठिक छ, पाल्न सक्छ, अब लैलाई चाहिँ दियो भने चाहिँ छोरीले गरी खान्छे भनेर दिनुभयो। त्यो पनि राम्रो कुरा। तर मलाई के लाग्छ, मलाई पनि लाइक यु होइन, तपाईँले जस्तै भन्नुभयो नि हामी चाहिँ लभ गऱ्यौँ, त्यसपछि हाम्रो 4 वर्षको बिहे के अरे रिलेसनसिप भयो। अनि हामी एकअर्कालाई चिन्यौँ अनि माग्न गयौँ अनि 7 दिन लाएर बिहे गऱ्यो भन्नुभयो नि। लाइक आई अल्सो अब ड्रिम लाइक दिस कि मेरो पनि बिहे होस्, तर मागेर के हुन्छ नि, माग्न गएर घरमा बाबा आमालाई लिएर माग्न गएर केटीको घरमा केटीलाई हेरेर कुरा गरेर अनि त्यसपछि हुन्छ नि 1 वर्षसम्म राखेर के हुन्छ नि त्यो चाहिँ मलाई चाहिँ त्यो रहर छ क्या। म चाहिँ के भन्छु भने बिहे भनेको चाहिँ एकदम बुझेर एकदमै पूर्वक नै हुनुपर्छ। नभए त्यो बिहे त के बिहे, अब भागे अनि सिन्दुर राख्यो एउटा साइन गरे, त्यो बिहे भनेको मलाई बिहे जस्तो लाग्दैन। एउटा कन्ट्र्याक्ट साइन गरेको जस्तो लाग्छ। त्यो पनि छ। बिहे भनेको एउटा विधिपूर्वक हुनुपर्ने हो। मेरो बिहे त एकदम पुरै विधिपूर्वक, पनि फलानाको छोराले यसरी बिहे गर्यो, यत्रो खर्च गरेर बिहे गर्यो, ओहो यसको त बिहेमा त यो भयो भन्ने खालको के तपाईँको त्यो पनि बबाले त्यो पनि राम्रो। लाइक मलाई पनि त्यही हो त। मैले भोलि बिहान लाइक मलाई चाहिँ मान्छेहरूले चाहिँ लाइक मैले मेरो साथीहरूसँग कुरा गरेँ भने होइन, त्यसपछि तपाईँ कुरा गर्ने तिम्रो गर्लफ्रेन्ड छैन भन्छ होइन। अनि किन छैन भन्दाखेरि मसँग पहिला एन्सर हुन्थेन होइन, ल मेरो गर्लफ्रेन्ड किन छैन भनेर। अनि लाइट न हेभ एन्सर क्या, किन हुनु न। मलाई गर्लफ्रेन्डलाई भन्दा पनि मलाई मेरो चाहिँ लाइक बिहेपछि बुढी चाहिँ होइन यस्तो बनाउनु मन छ कि लाइक हुन्छ नि, लाइक त्यो नै मेरो सबै थोक हो खालको चाहिँ हुन्छ नि, जोसँग भाइब्स आउँछ नि त्यहीलाई नै गर्लफ्रेन्ड हुँदाको भोलिपल्ट नै मलाई बिहेको रूपमा बुढीको देखिन्छ क्या। अनि त्यही भएर चाहिँ मलाई लाग्छ कि टाइम टेक गर्छ, त्यो वाला फिल आउँछ होइन। लाइक नो लाइक नि मलाई थाहा छ कोहीमा म पाउँदैन, त्यो भएर चाहिँ मलाई चाहिँ मेरो एक्सप्रेसन मलाई त्यस्तो लाग्छ होइन। अनि तपाईँ लाइक हुन्छ नि त बाहिरको यो दुनियाँमा चाहिँ बाहिर आउनुभयो बिहे गरेर होइन, लाइक देख्नुहुन्छ जो केटाहरू सिङ्गल छ होइन, अनि जो कपाल छ, अनि तपाईँहरू चाहिँ लाइक कस्तो लाग्छ सिङ्गलै म एक्लै आएको भए मेरो जिन्दगी बवाल हुन्थ्यो जस्तो लाग्छ कि म बुढीसँग आएर मैले बेस्ट डिसिसन गरेँ भनेको बेस्ट डिसिसन बुढीसँग आएको, दुईजना सँगै आएको बेला एकदम जिन्दगी बाहिरको जिन्दगी ब्यालेन्समा कट्ने हो। किनकि सिङ्गल आयो भने खान सकिन्छ, आफ्नो हेल्थलाई मेन्टेनै गर्न सकिँदैन कि। अब एउटा काम गरेर यहाँ पुग्ने होइन, 2टा काम गर्नु पर्यो। 2टा काम गर्दाखेरि चाहिँ अब खानु पर्यो राम्रो प्रपरली। अब खाना यताउति गर्दा यो टाइम जाने हो। अनि टाइम जाँदाखेरि अब त्यहाँ खानालाई टाइम दिनु कि कमाउन कि सुत्न टाइम दिनु, लाइक 2जना भएपछि एकजना एक ठाउँमा